यसपालिको जीवनी गाजुमा जसरी पनि जेएलपिटी एक्जाम पास गर्छु भनेर सोच्नु भएको छ? मैले आफूले जेएलपिटी एक्जाम पास गर्नको लागि के उपायहरू अपनाएको थिएँ भनेर चाहिँ आज यो भिडियोमा तपाईहरुलाई भन्न गइरहेको छु। तपाईहरुको लागि युजफुल हुन सक्छ, भिडियो लास्टसम्म हेर्नु होला। यो भिडियो चाहिँ म दुईटा पार्टमा डिभाइड गरेर बनाउँछु। एउटा पार्ट चाहिँ लिसनिङको लागि, अर्को पार्ट चाहिँ दोक्खाई, बुम्पो र कोतोबाको लागि फोकस गरेर बनाउँछु। यो पार्टमा चाहिँ हामी लिसनिङको कुरा गर्छौँ है त। नेपालीहरुको अलमोस्ट सबैजनाको लिसनिङ चाहिँ अलि स्ट्रङ पार्ट हुन्छ तीनटा पार्टहरु मध्ये। अनि लिसनिङमा ओभरअल 40-45 को एभरेजमा नम्बर चाहिँ ल्याइराखेका हुन्छन् सबैजनाले हैन। तर अलिकति मात्रै हामीले त्यो लिसनिङलाई इम्प्रुभ गर्न सक्यौं भने 55 भन्दा माथि ल्याउने भन्ने टार्गेट हो मार्क्स। त्यसको लागि चाहिँ एकदमै इफेक्टिभ, एकदमै प्रभावकारी मेथड भनेको चाहिँ पोडकास्ट सुन्ने चाहिँ एकदमै प्रभावकारी मेथड हो। मान्छेले एनिमे, ड्रामा, न्यूजबाट पनि मैले निहोङ्गोको लिसनिङ चाहिँ एकदमै इम्प्रुभ गरेँ भनेको कमेन्टहरु पनि अवश्य सुनिन्छ। त्यसबाट पनि नहुने होइन, अवश्य पनि हुन्छ। जुनसुकै सोर्सबाट पनि हामीले इनपुट लियौं भनेदेखि लिसनिङ अवश्य पनि इम्प्रुभ हुन्छ। एनिमे, मुभी, ड्रामा भयो भने चाहिँ प्रभावकारी किन हुँदैन भन्दाखेरि एकदमै टाइम कन्ज्युमिङ हुन्छ त्यसमा, किनकि नर्मल्ली बोलिराख्ने मात्रै हुँदैन, त्यसमा कथा हुन्छ, काल्पनिक कथा हुन्छ। त्यो सिनारियो बेसमा एक्टरहरूले एक्ट गर्ने भन्ने हुन्छ र अवश्य पनि त्यो सिनारियो अनुसारको ल्याङ्ग्वेज बुझ्दै त गइन्छ। तर तपाईले N3 को तयारी गरिरहनु भएको छ र तपाईले ड्रामा मात्रै फोकस गर्नु भयो भने तपाईले उता फेरि कोतोबा पनि पढ्नु छ, ग्रामर पनि पढ्नु छ, दोक्खाइ पनि पढ्नु छ नि त। त्यही भएर त्यसको लागि तपाईले टाइम दिन भ्याउनुहुन्न, एकदमै टाइम पनि छोटो छ। हामीले काम पनि गर्नुपर्ने हुन्छ। सबै कुरालाई म्यानेज गरेर जाँदाखेरि चाहिँ हामीले काममा जाँदाखेरि अथवा खाना बनाइरहेको बेला अर्को काम गर्दै पनि सुन्न सकिने चाहिँ पोडकास्ट हो। कुन पोडकास्ट सुन्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ हैन। अब पोडकास्ट भनेको लेभल अनुसार धेरैवटा च्यानलहरु, धेरैवटा क्रिएटरहरुको छुट्टा-छुट्टै छ। त्यसमा पनि ग्रामरलाई फोकस गरेको, कोतोबालाई फोकस गरेको, लिसनिङलाई फोकस गरेको छुट्टै-छुट्टै पोडकास्टहरु छ। त्यसको सबैको बारेमा डिटेल भन्न थाल्यो भने यो भिडियो धेरै नै लामो हुन्छ र त्यसको बारेमा डिटेलमा तपाईहरुलाई इन्ट्रेस्ट छ र तपाईहरुलाई एकदम चाहिएको छ त्यो कुरा भनेदेखि कमेन्ट गर्नु होला। म अर्को भिडियोमा चाहिँ N5 देखि N1 सम्मको लागि कुन पोडकास्ट इफेक्टिभ हुन्छ र कुन पोडकास्टलाई चाहिँ तपाईले लिसनिङको लागि युजफुल रूपमा सुन्न सक्नुहुन्छ, जेएलपिटी एक्जाम क्र्याक गर्नको लागि तपाईले पोडकास्टको हेल्प लिन सक्नुहुन्छ भनेर म भिडियो बनाउँछु है त।